लगभग उस्तै म नाम मात्रै उद्घोष गर्छु। सम्मान पत्रका लागि म बोलाउन चाहन्छु। म सम्मान पत्रका लागि अगाडि बढाउन क्रममा पर्वतारोही आशिष गुरुङज्यूलाई म आग्रह गर्न चाहन्छु आफ्नो यो सम्मान पत्र लिइदिनु हुनका लागि आग्रह गरेँ। बेहोरा सबै उही नै हो, लगभग आफ्नो पेसाले अलिकति विषय फरक हुन सक्छ, बेहोरा र सबैजना सबै त्यही हो। त्यसैले म पर्वतारोही श्री आशिष गुरुङज्यूलाई म आएर आफ्नो सम्मान लिइदिनु हुनका लागि हार्दिक आग्रह गर्न चाहन्छु। त्यसै डाक्टर जस्मिन गुरुङज्यू जसले नेसनल एकाडेमी अफ मेडिकल साइन्सबाट एमडी गर्नुभएको छ, उहाँलाई सम्मानको लागि म खुसी भइदिनु हुनका लागि आग्रह गर्छु र सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्मान पत्र प्रदान गरिदिनु हुनका लागि नम्र निवेदन गरी मैले डाक्टर जस्मिन गुरुङज्यूलाई म सम्मानको लागि अगाडि बढिदिनु हुनका लागि आग्रह गर्छु र यता भर्खर हाम्रो पर्वतारोहीजीलाई सम्मान गर्ने कार्यक्रम अगाडि बढ्दैछ। डाक्टर जस्मिन गुरुङज्यू नेसनल एकाडेमी अफ मेडिकल साइन्सबाट एमडी गर्नुभएको डाक्टर जस्मिन गुरुङज्यू सम्मानका लागि अगाडि आउनु भएको छ। सम्मान गरिदिनु हुनका लागि फेरि पनि म पुनः प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्रीज्यूलाई म हार्दिक आग्रह गर्न चाहन्छु र यो सम्मान पत्रका लागि अगाडि बढ्नुका लागि अनुरोध गरेँ। र त्यसै नृत्य निर्देशक तथा कला क्षेत्रमा योगदान पुर्याउनु हुने श्री धनबहादुर गुरुङ मनाङ गुरुङज्यूलाई म आफ्नो सम्मान पत्र लिइदिनु हुनका लागि आग्रह गरेँ। प्रदान गरिदिनु हुनका लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्छु। फेटा लगाएर सम्मान गरिदिनु हुनका लागि संयोजकज्यू लगायत केन्द्रीय समितिका अध्यक्षज्यूलाई म हार्दिक आग्रह गर्न चाहन्छु। त्यसै यसै क्रमलाई